हेलो तपाईँहरू सबैजना नमस्ते। फेरि म अर्को भ्लग लिएर आइसकेको छु होइन। आज भने चाहिँ हाटको दिन आमा बजार जानु हुँदैछ, म चाहिँ जाँदिनँ होइन। तपाईँहरूलाई म के आएको रहेछ देखाउनेछु है। तपाईँहरूले यहाँ देख्न सक्नुहुनेछ धनियाँको बिटा हेर्नुहोस् न कत्रो बनाएको छ है। यो चाहिँ धनियाँ हो, बिटा हेर्नुहोस् न ए कतिमा लानु मान्छेले होइन। हामी चाहिँ यहाँ दुईवटालाई एउटा बिटा बनाउँदैछ दुःख सुख है। डोरी पनि यहाँ काटिरहेको छ बिटा बनाउनुकै लागि हो। तर पाल्कीहरू चाहिँ हत्था आएको छ बिटा ए ए यता उयो आएको छ बेथु ए त्यही मुला छ, मुला सितो मुला त्यो चाहिँ धनियाँको हालत चाहिँ अब भने चाहिँ म नि गएको पर ड्युटी जानुपर्छ होइन। केरा छ अब त्यो चाहिँ लिएर हिँडेको। अब चाहिँ हिँड्नु आँट्यो कि देख्नुभयो धनियाँ है। यहाँ अलग दुई बिटा हो, एउटै बनाएको छु ए दुईवटालाई एउटै बनाएको छु। त्यहीको त साह्रै सानो थियो नि हेर्नुहोस् न ए कतिमा लानु मान्छेले धनियाँको बिटा हेर्नुहोस् है। हेर्नुहोस् त है, त्यसले गर्दा मैले दुईवटाले एउटा बनाएको चाहिँ औ भने चाहिँ लागेको अहिले भने चाहिँ निस्केको है भारी सारी लिएर। दुइटा भारी छ हो, डोको पनि भरियो। बाटोमा जाँदैछु, यसो बाटो हेर्नुहोस् है। यस्तो चाहिँ बाटो चाहिँ दामी छ बाटो चाहिँ। बसन्ती आइपुग्यो, बसन्ती यहाँ रहेछ है हाम्रो भीम दाजुको बसन्ती। त्यसको नाम चाहिँ बसन्ती राखिदिएको छ। यस्तो चाहिँ अहिले चाहिँ घाँस काटेको चाहिँ हाम्रो छ यहाँनिर चाहिँ अहिले चाहिँ त्यो चाहिँ अहिले भने चाहिँ घाँस काट्यो, भारी पनि पुर्यायो भने चाहिँ अहिले अब हाम्रो गोपाल दाजुकोमा लागेको। त्यहाँ चाहिँ काम पऱ्यो होइन, भन्दा पनि गाई राख्नु रहेछ, गाई राख्नु रहेछ। बिचरा गाई मरेछ नि त, गौमाता बिचरा पाउनु आँट्यो। अरू त अघि जानुभयो हो, म चाहिँ लागेको एकछिन लाग्छ जस्तो चाहिँ बाटो। गौमाताले यो संसार छोड्नु भएको छ नि त, तर म त्यो पनि देखाउने छु। गाई चाहिँ यहाँ छ। अहिले भने चाहिँ हामी यहाँनिर छौँ हो। हामी अहिले गोपाल दाजुको गाई पुर्दैछौँ होइन। यहाँ छौँ है, अहिले चाहिँ हामी गोपाल दाजुकोमा गाई पुऱ्याइ हुँदैछ हाम्रो चाहिँ। यस्तै छ हो, थुप्रोजना आउनुभएको छ हो, देख्न सक्नुहुनेछ तपाईँहरूले पनि। थुप्रो 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 थुप्रोजना हुनुहुन्छ है। यसरी हामी चाहिँ आज उयो गर्दैछौँ, त्यस्तै छ के गर्नु। थुप्रोजना भेला भइराख्नु भएको छ, तपाईँहरूले देख्न सक्नुहुनेछ थुप्रोजना हुनुहुन्छ है।
चाहिँ धमाधम फोर्नु हुँदैछ सबैजनाले है। कोहीको हातमा बेल्चा, कोहीको हातमा काँटा, कोहीको हातमा रम्बा पनि छ, कोहीको हातमा बेल्चा पनि छ है। यसरी धमाधम हामी गाई उयो गरेर पुऱ्याइ हुँदैछ है। यस्तै छ हाम्रो मालदाजुले धमाधम कोदालीले माटो फ्याँक्नु हुँदैछ हो। धमाधम दिनुहुँदैछ मालदाजुले। थुप्रोजना छ, थुप्रो आउनु भएको थियो, लगभग तपाईँको 19-20 जना हुनुहुन्थ्यो है। पिकअप भएको थियो, धमाधम बेल्चा हान्नु हुँदैछ। माथि पनि हुन्छ 2-3 जना है। थुप्रोजना हुन्छ है यसरी। हाम्रो थुप्रो आएको छ है, थुप्रोजना आउनु भएको छ। धमाधम हुँदैछ है। 18-19 जना छौँ। अब चाहिँ सक्नु आँट्यो। अब चाहिँ हामी लागेको है। अहिले भने चाहिँ घरमुतिर आइपुग्यो होइन। यसको भिडियो अस्ति मैले फेसबुकमा पनि हाल्थेँ। हजुर के बनाएको भन्नुहुँदै थियो, तर यो हुनु चाहिँ कम्प्लिट भएको छैन। कम्प्लिट हुनु टाइम लाग्छ। यो चाहिँ मैले गाई गोठ बनाएको, तपाईँहरूलाई अहिले भनिदिइराखेको। किन एउटा गाई चाहिँ म ल्याउने होइन, एउटा चाहिने पनि रहेछ, दहीमा खाना पाइन्छ होइन। एउटा गाई चाहिँ अब यो घाँस फलाएपछि चाहिँ म एउटा हाल्ने, राम्रै ल्याउने भनेर चाहिँ यो बनाएको होइन। भर्खर एकपल्ट अझै बिचमा एक दुईवटा खाँपो पनि अझै हाल्छु, किनभने दह्रो बनाउनुपर्छ। भित्तापट्टि पनि हाल्नु पऱ्यो, भित्ता अलिक कटिङ हुँदैछ, किनभने गाईले घाँस खाने त्यो टाट्नु पनि त बनाउनु पऱ्यो। टाट्नु बोर्ड के भन्छ होइन, घाँस खाने बनाउनु पऱ्यो। अन्त यहाँनिर चाहिँ मैले इस्कुस रोपिरहेको छु। मुनिबाट यसरी माटो भर रोपिरहेको छु होइन। अर्को पालिलाई चाहिँ बिजोग हुने रहेछ, यसरी चाहिँ माटो बोकाइ हुने रहेछ नि त। अब केही छैन, गर्नुपर्छ होइन। यस्तो चाहिँ तपाईँहरूलाई माथि नै गएर देखाउनेछु ल। इस्कुस देख्न सक्नुहुनेछ। अब यसलाई चाहिँ थाङ्ग्रा लाउनु पर्नेछ होइन। अब आजभोलि कता त भ्याइ छैन, मेरो फुर्सद छैन। 1-2 दिनमा हालिदिन्छु। त्यहाँबाट यहाँ पनि छ इस्कुस। यहाँ चाहिँ मजाले लहरा जानु थालिसकेको छ है, सक्नुहुनेछ। यता यी काँक्रा, तपाईँले काँक्रा मजाले आएको छ होइन। दुईवटा चाहिँ थाङ्ग्रा लगाइदिएको छु मैले, देख्न सक्नुहुनेछ। यहाँ पनि आउँदैछ होइन। भ्याइ छैन कामले गर्दा, अनि त अलिक बिजी भएर चाहिँ लाउनै भ्याएको छैन। यसलाई पनि एउटा चाहिँ लगाइदिएको छु, अझै 2टा लाउनु पर्ने छ। अब त गरम चढ्यो, छिटो बढेर फल्छ होला होइन। ऊ परैसम्म छ, 7-8वटा कति बोरामा चाहिँ काँक्रा डम्मै रोपिदिएको छु। अब पछि मजाले आयो भरे चाहिँ बोराको फेद काटिदिनुपर्छ होइन। तपाईँहरूको यहाँ यो बेडमा धनियाँ रेडी छ, हानिसकेको छ। यता अहिले धनियाँ मजा घरमा अचार खानु। यहाँबाट अस्ति 5-6 बिटा बजार पनि गयो। म चाहिँ कतिले बनाएर पठाइदिन्छु होइन, धनियाँको बिटा पनि। हो त्यहाँ पर सब्जी नै छ, एउटामा पाल्की हानेको छ, एउटामा मेथी छ है। यस्तै चाहिँ गर्नुपर्छ, काम नगरे हुँदैन होइन। त्यही चाहिँ यस्तै। अहिले भने चाहिँ घर पनि आइपुग्यो होइन। खाना पनि अघि नै खाइसक्यो। र आजको भिडियो चाहिँ म एन्ड गर्दैछु है। फेरि कुनै दिन नयाँ भिडियो लिएर फेरि आउँदा है, त्यति बेला चाहिँ यो भिडियो हेरेर मनोरञ्जन गर्दै गर्नु होला। अब त वर्तमानको भिडियो आउँछ, अन्त बिहाको आउँछ है। थ्याङ्क यू सबैजनालाई।